रोजगारीका लागि साउदी अरब पुगेका झण्डै 100 भन्दा बढी नेपाली श्रमिकले 3 महिनादेखिको तलब नपाएको गुनासो गरेका छन्। साउदीको अलिसार कम्पनीमा विगत 4 वर्षदेखि काम गर्दै आइरहेको भए पनि पछिल्लो 3 महिना यताको तलब नपाएको उनीहरूले दुखेसो पुगेका छन्। खान बस्नको समेत समस्या भइरहेको भन्दै उनीहरूले आफ्नो समस्या म्यानपावर कम्पनी र दूतावासलाई सुनाउँदा पनि कुनै सुनवाई नभएको गुनासो गरेका छन्। सिधा कुरा जनतासँगलाई एउटा भिडियो पठाएर उनीहरूले यी समस्याबारे बताएका छन्। अबको क्रममा प्रस्तुत छ यी पीडितहरूले पठाएको यो भिडियो। नमस्कार सम्पूर्ण साथीभाइहरुमा, हामी एसएस मेन पावरबाट आएको सबैजना साथीभाइहरु। यहाँ हामी आएको 3 साल पुरा भएर 4 साल लाग्यो। यो कम्पनीले तपाईको अहिले हाम्रो अकमा छैन, अकमा पुरै समाप्त भएको छ र एटिएम पनि छैन। अनि तपाईहरुको कस्तो भने 3-4 महिना भइसक्यो स्यालेरी नदिएको। यी सबै साथीभाइहरु यसरी हामी जम्मा भएको छौँ, यहाँ हडताल गरिरहेछौँ। अहिले चाहिँ हाम्रो चाहिँ 3 महिना भइसकेको छ, हामीलाई चाहिँ स्यालेरी आएको छैन। किनभने धेरै समस्याहरू हामीलाई परेको छ। त्यसकारण हामी नेपाल सरकारसँग त यो भिडियो पुगोस्। खानुको पैसा छैन, हजुर सबै भुखे मरिरहेको छु। हजुर एमबिसीले फोन गरेर एमबिसीले कोही सहयोग गरेन, भन्छ कि अलि सालले म डर्छु। हिस्सा सके छ, पैसा दिँदैन खानको लागि। 4 महिना सेलिङको भइसक्यो, दिँदैन सेलिङ, टिकट दिँदैन, 4 साल भइसक्यो। ल हेर्नुहोस्, अब यत्रो हाम्रो एसएस मेन पावरबाट आएको यत्रो दाजुभाइहरू हुनुहुन्छ। सबैजनाको समस्या एउटै छ, अकमा सकिया छ, एटिएम सकिरहेछ, तपाईँको स्यालेरी नदिएको 3-4 महिना भइसक्यो। सबको समस्या एउटै छ। हेर्नुहोस्, अब त्यही हो, हामीलाई अब समस्या भएको छ। हजुर, अब 4 महिना भयो अकमा रिन्यु नभएको, स्यालेरी नदिएको 4 महिना भयो, पैसा खानको लागि दिँदैन। मेन समस्या भनेको हामीलाई त्यही छ। त्यही भएर नेपाल सरकारले हामीलाई कसरी हुन्छ उद्धार गरिदिए हुन्छ भन्ने हाम्रो अनुरोध छ नेपाल सरकार। हामी जति नेपालीहरू छौँ हामी चाहिँ सबै यो एसएस मेन पावरबाट आएको। अब अहिले सबै आएको यो 3 साल पुरा भएर 4 सालमा लाग्दैछ। र अब कस्तो भने तपाईँहरूको यो हाम्रो स्यालेरी नदिएको 3 महिना पुरा भएर 4 टेक्यो, स्यालेरी अहिलेसम्म दिएको छैन। पैसा निक्लिन्न, स्यालेरी घाल्दैन। अब दसैँ आयो, तिहार आयो, घरमा अब पैसाको जरुरी पर्छ। अब यहाँ त पैसा हामीले जब पैसा पाएको घरमा पैसा पठाउने है, अब पैसा यहीँ हामीले दिँदैन। हामीले खानको लागि कटा भइसक्यो, अनिकाल लागिसक्यो। यहाँ अब के खाउँ के कहाँ जाउँ भन्ने भइसक्यो है। अब यस्तो भएर अब कम्पनी छोडेर भाग्न पनि नमिल्ने। अब त्यही भएर हामीले जति सक्दो बरु नेपालतिर झिकाइदिनु भनेर भन्न सक्छौँ। के गर्ने, भुखा मर्छु। हामीहरू विदेशमा आएर पनि काम गरे मरेर काम गर्छु। फेरि कम्पनीले यता हेल्प गरेको छैन। यत्रो 4 महिना भइसक्यो, स्यालेरी दिँदैन। हामीहरू कमाएर पनि स्यालेरी दिँदैन। त्यस्तो व्यवस्था छ यहाँ कम्पनीको। दर्शकहरू, दृश्यमा देख्नुभयो कति धेरै नेपाली कामदारहरू छन्, श्रमिकहरू छन्। 100 भन्दा बढी कामदार छन् जसले 3 महिनादेखि तलब नपाएको गुनासो गरिरहेका छन्। र तलबै भएन भने विदेशमा काम गर्नुको के अर्थ, विदेश जानुको के अर्थ, पैसा कमाउनकै लागि भनेर नेपालीहरू विदेश जाने हुन्। र 3 महिनादेखि तलब नपाएको गुनासो गरेपछि हामीले यससँग सम्बन्धित म्यानपावर कम्पनीलाई सम्पर्क गर्ने प्रयास गरेका थियौँ, तर आज सम्पर्क हुन सकेन। खैर, यो रिपोर्ट हामीले देखाएका छौँ र पीडितहरूको गुनासो जस्ताको त्यस्तै प्रस्तुत गरेका छौँ। अब यो कार्यक्रममा प्रस्तुत गरिसके पछाडि म्यानपावर कम्पनीले यस विषयमा गम्भीरता अपनाउनेछ र केही न केही सुधार हुनेछ र पीडितहरूको समस्या समाधान हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौँ। यो विषयलाई फेरि पनि फलोअप गर्नेछौँ भन्दै यिनै विषयहरू प्रस्तुत गर्दै आजलाई कार्यक्रम सिधा कुरा जनतासँगको निर्धारित समय सकिएको छ। कुनै पनि समस्या पर्नु भएको छ भने हाम्रो टोल फ्री नम्बर 1660 012 2424, यसै गरी एनसेल नम्बर 980157 2424 तपाईँका लागि 24 घण्टा खुला रहनेछ। तपाईँले आफ्ना समस्या गुनासा राख्नको लागि प्रत्यक्ष रूपमा भेटेर पनि हामीलाई आफ्ना समस्याहरू सुनाउन सक्नुहुन्छ, जसका लागि बालुवाटार स्थित न्युज 24 टेलिभिजनको कार्यालयमा आउनुहोला। तपाईँका समस्या सुन्ने मात्र होइन, त्यसको समाधान खोज्ने प्रयास पनि गर्नेछौँ भन्दै आजका लागि कार्यक्रम सिधा कुरा जनतासँगबाट म वीरेन्द्र जैरू बिदा हुन्छु। नमस्कार।